चाहिँ फापरको पिठोको रोटी बनाउन गइरहेछु। यसमा चाहिँ म अब फापरको पिठोमा गाजर, टमाटर, यो खुर्सानी, यो धनियाँ, प्याज, अब यसको साथसाथै म यहाँबाट मसलाहरू पनि प्रयोग गर्छु। अब यो धुलो मसला हो, म यहाँ हालेँ धुलो मसला। अब यसमा मैले अलिकति स्वादअनुसारको चाहिँ बेसार पनि हालेँ। अब यसमा म खुर्सानीको पाउडर पनि हाल्छु, खुर्सानीको पाउडर पनि हालेँ। अब पाउडर पनि हालेँ, सबै थोक हालेँ मैले अघि काटेको सामानहरू जम्मै यसमा हालेँ। टमाटर, खुर्सानी, प्याज, गाजर सबै मिक्स गरेँ। अब यसलाई म पानी राखेर मैले चाहिँ अब यसलाई तयार पारेँ। हेर्नु त यतिको बनाउनुपर्छ। र फिटेर मैले तयार पारेँ। अब पकाउन सुरु गर्दैछु। यो मैले अब यसलाई एकदम मजाले बनाएँ। अब यो पाक्छ। एकछिन अब छोप्नुपर्छ। र म छोपेर पाक्दैछु। यो चाहिँ पाको यतिको। अब यसलाई चाहिँ सर्लक्क पल्टाउने। जस्तै पाक्छ। अब मैले यसलाई फर्काएँ। यतिको पाको पछाडि पाकेछ। अब यसलाई निकाल्छु। पाकिसक्यो। अब चाहिँ यो टक्क अचारमा चुबेर खाँदाखेरि साह्रै मिठो फापरको रोटी। र यो चाहिँ हजुरहरूले पुरा भिडियो हेरिदिनु होला। हाम्रो फापरको रोटी तयार भयो। चाहिँ फापरको पिठोको रोटी बनाउन गइरहेछु। यसमा चाहिँ म अब फापरको पिठोमा गाजर, टमाटर, यो खुर्सानी, यो धनियाँ, प्याज, अब यसको साथसाथै म यहाँबाट मसलाहरू पनि प्रयोग गर्छु। अब यो धुलो मसला हो।